नेपाल प्रिमियर लिग सिजन 1 को भव्यतापूर्वक सम्पन्न भएपछि अब सिजन 2 को व्यापक तयारी चलिरहेको छ। नमस्कार दर्शकबिन, आज हामी एनपीएल सिजन 2 का केही रिटर्न खेलाडीहरूका बारेमा विशेष चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला हामी कुरा गरौँ काठमाडौँ गोर्खासका टिमका रिटेन खेलाडीका लिस्ट। करण केसी क्याप्टेन, रसिद खान, दिपेश कण्डेल, भीम सार्की, प्रतीक श्रेष्ठ, साहब आलम। त्यस्तै पोखरा एभेन्जरका रिटेन खेलाडीहरू कुशल भुर्तेल क्याप्टेन, सागर ढकाल, आकाश चन्द, किरण ठकुन्ना, विपिन खत्री, दिनेश खरेल, तीर्थराज दास। त्यस्तै लुम्बिनी लायन्सका रिटेन खेलाडीका लिस्टहरू रोहित पौडेल क्याप्टेन, सन्दीप जोरा, विवेक कुमार यादव, तिलकराज भण्डारी, अभिषेक गौतम, दिनेश अधिकारी। त्यस्तै चितवन डाइनोजका रिटेन खेलाडीका लिस्टहरू कुशल मल्ल क्याप्टेन, रिजेन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, अमर सिंह रौटेला, गौतम केसी। त्यस्तै सुदूरपश्चिम रोयल्सका रिटेन खेलाडीका लिस्टहरू दिपेन्द्र सिंह ऐरी क्याप्टेन, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद। दर्शकबिन, एनपीएल सिजन 2 का यी मध्ये कुन टिम तपाईहरूलाई बलियो लाग्यो कमेन्ट गर्नुहोला। अनि जनकपुर बुल्स, कर्णाली याक्स र विराटनगर किङ्सले आफ्ना रिटर्न खेलाडीहरू सार्वजनिक नगरेको कुरा यहाँहरूलाई जानकारी गराउँदछु। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने एक लाइक गरी च्यानललाई एक सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद। नेपाल प्रिमियर लिग सिजन 1 को भव्यतापूर्वक सम्पन्न भएपछि अब सिजन 2 को व्यापक तयारी चलिरहेको छ। नमस्कार दर्शकबिन, आज हामी एनपीएल सिजन 2 का केही रिटर्न खेलाडीहरूका बारेमा विशेष चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला हामी कुरा गरौँ काठमाडौँ गोर्खासका टिमका रिटेन खेलाडीका लिस्ट। करण केसी क्याप्टेन, रसिद खान, दिपेश कण्डेल, भीम सार्की, प्रतीक श्रेष्ठ, साहब आलम। त्यस्तै पोखरा एभेन्जरका रिटेन खेलाडीहरू कुशल भुर्तेल क्याप्टेन, सागर ढकाल, आकाश चन्द, किरण ठकुन्ना, विपिन खत्री, दिनेश खरेल, तीर्थराज दास। त्यस्तै लुम्बिनी लायन्सका रिटेन खेलाडीका लिस्टहरू रोहित पौडेल क्याप्टेन, सन्दीप जोरा, विवेक कुमार यादव, तिलकराज भण्डारी, अभिषेक गौतम, दिनेश अधिकारी। त्यस्तै चितवन डाइनोजका रिटेन खेलाडीका लिस्टहरू कुशल मल्ल क्याप्टेन, रिजेन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, अमर सिंह रौटेला, गौतम केसी। त्यस्तै सुदूरपश्चिम रोयल्सका रिटेन खेलाडीका लिस्टहरू दिपेन्द्र सिंह ऐरी क्याप्टेन, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद। दर्शकबिन, एनपीएल सिजन 2 का यी मध्ये कुन टिम तपाईहरूलाई बलियो लाग्यो कमेन्ट गर्नुहोला। अनि जनकपुर बुल्स, कर्णाली याक्स र विराटनगर किङ्सले आफ्ना रिटर्न खेलाडीहरू सार्वजनिक नगरेको कुरा यहाँहरूलाई जानकारी गराउँदछु। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने एक लाइक गरी च्यानललाई एक सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद। नेपाल प्रिमियर लिग सिजन 1 को भव्यतापूर्वक सम्पन्न भएपछि अब सिजन 2 को व्यापक तयारी चलिरहेको छ। नमस्कार दर्शकबिन, आज हामी एनपीएल सिजन 2 का केही रिटर्न खेलाडीहरूका बारेमा विशेष चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिला हामी कुरा गरौँ काठमाडौँ गोर्खासका टिमका रिटेन खेलाडीका लिस्ट। करण केसी क्याप्टेन, रसिद खान, दिपेश कण्डेल, भीम सार्की, प्रतीक श्रेष्ठ, साहब आलम। त्यस्तै पोखरा एभेन्जरका रिटेन खेलाडीहरू कुशल भुर्तेल क्याप्टेन, सागर ढकाल, आकाश चन्द, किरण ठकुन्ना, विपिन खत्री, दिनेश खरेल, तीर्थराज दास। त्यस्तै लुम्बिनी लायन्सका रिटेन खेलाडीका लिस्टहरू रोहित पौडेल क्याप्टेन, सन्दीप जोरा, विवेक कुमार यादव, तिलकराज भण्डारी, अभिषेक गौतम, दिनेश अधिकारी। त्यस्तै चितवन डाइनोजका रिटेन खेलाडीका लिस्टहरू कुशल मल्ल क्याप्टेन, रिजेन ढकाल, कमल सिंह ऐरी, दीपक बोहरा, अमर सिंह रौटेला, गौतम केसी। त्यस्तै सुदूरपश्चिम रोयल्सका रिटेन खेलाडीका लिस्टहरू दिपेन्द्र सिंह ऐरी क्याप्टेन, विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे, नरेन साउद। दर्शकबिन, एनपीएल सिजन 2 का यी मध्ये कुन टिम तपाईहरूलाई बलियो लाग्यो कमेन्ट गर्नुहोला। अनि जनकपुर बुल्स, कर्णाली याक्स र विराटनगर किङ्सले आफ्ना रिटर्न खेलाडीहरू सार्वजनिक नगरेको कुरा यहाँहरूलाई जानकारी गराउँदछु। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। यदि मन पर्यो भने एक लाइक गरी च्यानललाई एक सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।